सहर भन्ने हुन्छ। तपाईँले यसो हेर्नु भने यो ठाउँ लोकेसन होइन, हिमाल देखिन्छ, त्यहाँभन्दा तल कुनै गाउँहरू छैन, सिधै होटेल छ, टपमा छ, केही पनि एउटा स्वर्ग जस्तो फिल हुन्छ हामीलाई आउँदा। तपाईँहरूलाई कस्तो लाग्यो? हामीलाई माथि पऱ्यो नि, गेस्टहरूको रुन्छ यहाँ आएर हिमाल देखेर बिहान गेस्टहरू होइन, एउटा उनीहरूलाई स्वर्गै फिल हुन्छ क्या। स्वर्ग माथिको एउटा सहर भने जस्तो हुन्छ है दूषित पानीको मिनिङ है। त्यस्तै हामीसँग वेलनेसको लागि देवराना भन्ने ब्रान्ड छ होइन, वेलनेसमा जसमा चाहिँ स्पाहरू, साउन्ड हिलिङ, मेडिटेसन, गेस्ट फिटनेस होइन, अब वेल युङको त्यसले देवराना भन्दा चाहिँ गार्डन अफ हेभन हुन्छ क्या है, स्वर्गको एउटा बगैँचा भन्ने हुन्छ भने हामी भन्दा चाहिँ दूषित पानी चाहिँ स्वर्गको सहर भयो है। अब अर्को कसरी स्वर्ग हो भन्दाखेरि दूषितको मिनिङ चाहिँ तपाईँको थाई माइथोलोजी अनुसारले 6 लेभल अफ प्याराडाइसलाई चाहिँ दूषित भन्छ अरे। 6 लेभल स्वर्गको पनि 6औँ तहलाई चाहिँ दूषित भन्छ है। त्यही भएर चाहिँ यसको नाम चाहिँ दूषित खानी भएको। अर्को पनि बोर्ड छ पहिला दूषित थाइल्यान्ड र कुन कन्ट्रीको बिचमा एउटा